नमस्ते साथीहरु, आउनुस् हाम्रो यो कालिका देवी माताको दर्शन गर्न जाउँ है त। बिस्तारै लाग्छ उकालो है त। अनि हाम्रो कालिका माताको दर्शन गर्नु चाहिँ तपाईहरुलाई हेर्नुस्, फुल किन्न पर्दैन। हाम्रो एकदम नेचुरल फुलहरु छ यतातिर। तपाईहरुले फुल यही उकालो हिँड्दै बिस्तारै टिप्दै जान सक्नुहुन्छ है त। तपाईहरुलाई जस्तो चाहिन्छ सब फुलहरु एभेलेबल छ हाम्रो खोटाङ कालिका माताको मन्दिरमा है त। माथि गएर मन्दिर कस्तो छ अनि मन्दिर हेरौँ है त हामी। ल गाइजहरु है त। ल साथीहरु हेर्नुस्, हाम्रो नेचुरल फुल यो चाहिँ हाम्रो हेर्नुस्, यो सरी भाँच्यो, यो चाहिँ धोक्रेको फुल भन्छौँ हामी हैन। हेर्नुस् कस्तो खतरा छ, बास्ना पनि एकदम खतरा। तपाईहरु आउनुस्, एकचोटि घुम्नुस् हैन यो ठाउँ। सर आउनुस्। अब हामी जाँदैछौँ उकालो। उकालो चाहिँ खतरै छ साथीहरु, बिस्तारै आउनु पर्ने हुन्छ हैन। साथीहरु यो चाहिँ हाम्रो यो उकालो मध्येको अलि कठिनाइ उकालो हुने चाहिँ यो हैन। हेर्नुस् है त उकालोहरु हैन, हामी देखाउँदै जानेछौँ, तपाईँ हेर्दै जानुहुन्छ हैन। यहाँबाट सिधा टक्क माथि डाँडा पुगिन्छ। यहाँबाट फेरि सट्ट उता हेर्दा दिक्तेलको हाम्रो एकदम सुन्दर भ्यू देखिन्छ है त गाइजहरु। अब जाउँ हामी माथितिर, चल्दैछौँ बिस्तारै। ल गाइजहरु हैन, यो चाहिँ हाम्रो देवीथान उकालोको साँझ परेको भ्यू। चट्ट उता हेर्नुस्, सनसेट हुँदैछ। अब अलि बेरपछि अझै राम्रो सनसेट देख्नुहुन्छ। फेरि हामी जाउँ उभै। हेर्नुस्, प्राकृतिक, धार्मिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक र पुरापुस्ताविक स्थलहरूको सबै यहाँ बताउनु भएको छ। तपाईहरु आएपछि हेर्न सक्नुहुन्छ। हामी उकालो लाग्दैछौँ है त। ल गाइजहरु हैन, फाइनली हामी कालिका माता मन्दिरको गेट प्रस्थान गर्दैछौँ है त। यहाँबाट माथि भनेको चाहिँ हाम्रो कालिका माताको धार्मिक स्थान। यहाँबाट माथि तर यताबाट घुमेर जाने, अनि हामी पछि घुमेर झरेको पनि देखाउँछौँ है। तपाईहरुलाई आउनुहोस्, हेर्दै जाउँ। यहाँ भनेको चाहिँ हाम्रो मन्दिर प्रस्थानको हाम्रो मूर्तिहरू दुईतिर छन् अनि हाम्रा गेट छन्। यहाँ श्री मजुवाकी सातकन्या देवीका यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले बोर्डमा हैन। ल लागौँ हामी मन्दिरतर्फ है त। हेर्नुस्, अब मजुवा कालिका देवीको चौतारा चट्ट बर छ। हामी बरको शीतल हावा खान सक्छौँ। सर्र हावा चल्छ हैन। यहाँ तपाईहरुलाई बसेर सुख दुःखका कुरा चट्ट बसेर याद गर्दै बस्न सक्नुहुन्छ। अब यहाँबाट फेरि हामी लाग्छौँ माथितर्फ है त, मन्दिरतर्फ। ल गाइजहरु हैन, यो चाहिँ हाम्रो देवीथानको भ्यूटा हो। यहाँबाट तपाईहरुले सबै देख्नुहुन्छ। अब दिक्तेल हेर्नुहोस् हैन, दिक्तेलको फुल भ्यू हेर्न सक्नुहुन्छ हैन। अनि यताबाट हेर्नु भने यता सनसेट हेर्नु, सनसेटको एकदम न्यानो सनसेटको भ्यू हेर्न सक्नुहुन्छ हैन। यहाँ र तपाईहरु फुल इन्जोय गर्न सक्नुहुन्छ। बस्ने, रमाइलो गर्ने हैन, बसेर इन्जोय फिल गर्ने। अहिले झन् जाडोको मौसम छ, तपाईहरु आउनु भने एकदम राम्रो हुन्छ यो बेलामा है त गाइस। अब हामी लाग्छौँ
माथि मन्दिर तर्फ है त। ल गाइज होइन यो भ्युडारको लेफ्ट साइडपट्टिबाट हामी उकालो लाग्दाखेरि तपाईँहरूले देख्न सक्नुहुन्छ मजुवा कालिका भगवती लख्याङ दिक्तेल भनेर होइन। सट्ट यो उकालो गएपछि माथिबाट फेरि हामी उताबाट आउँदै तपाईँहरूसँग जोडिन सक्छौँ है त हजुर। ल गाइजहरू होइन हामी फाइनली अब कालिका देवी मन्दिरमा प्रस्थान गरेर आउनुहोस् ल हेर्नु है त मन्दिर तपाईँले त्यता देख्नुहुन्छ। अनि हाम्रो मर्निङ वाक यस्तै अलिकति बडी फिटनेसको लागि पार्क पनि छ हजुरहरू यता होइन। यहाँ आएर तपाईँहरूले फिजिकली बडीको लागि गर्न सक्नुहुन्छ। आउनुहोस् यो पार्क है त गाइजहरू होइन। फिजिकलीको लागि सब व्यवस्था छ तपाईँहरूलाई। मर्निङमा आउनुभयो भने अझै राम्रो हुन्छ हेर्नु। सबै तपाईँहरूलाई जे जति चाहिन्छ जिमको प्राथमिकता सब यहाँनिर मौजुद छ। तपाईँहरू आएर एकचोटि भिजिट गर्नुहोस् है त। अब हामी जान्छौँ पर पोखरी साइडमा है त। मिल्ने भयो होइन साइकल लिएर हेर्नुहोस् तपाईँहरूले फुल मजा लिनुहुन्छ आफ्नो स्वास्थ्यको लागि। अब सबै डाँडो पनि छ तपाईँहरूले एकदम यहाँ आएर मर्निङमा सबै कुरो गर्न सक्नुहुन्छ है त गाइज। गाइजहरू होइन हामीले पोखरी भन्थ्यौँ पोखरी आउनुहोस्। अब अहिले त पोखरी साँझ भएर तपाईँहरूको यहाँ माथिबाट पानी झरेको छैन। तपाईँहरू मर्निङमा आउनुभयो भने यहाँको पानीको भुलको सँगै तपाईँहरू साथ रमाउनु सक्नुहुन्छ होइन। यो चाहिँ पोखरी भयो। हाम्रो यहाँ सिक्का हान्ने ताउती गर्ने आफ्नो मन इच्छा पुरा गर्ने सिक्का फाल्ने ठाउँ चाहिँ यही हो साथीहरू होइन। यहाँबाट यो हाम्रो पोखरी भयो। यो हाम्रो मजुवागढीको टप भ्यूमा छ र बिहान आउनुभयो भने तपाईँहरूले यहाँ पानीको भ्यू पनि देख्न सक्नुहुन्छ है त। हामी भनेको अहिले साँझ आएर मात्रै पानीको भ्यू हेर्न सकेको छैन। नेक्स्ट टाइम तपाईँहरूलाई देखाउन सकौँ है त गाइज। साथीहरू हामी पोखरी सँगसँगै हामी मन्दिरतर्फ प्रस्थान गऱ्यौँ है त। आउनुहोस् साथीहरू हामी मन्दिर हेरौँ। पुर्खौली नेचुरल घरको भ्यू पनि छ यहाँनिर होइन। यता मन्दिर पनि छ। अनि हाम्रो यो मजुवाको मेन मन्दिर मजुवागढीको मेन मन्दिर र मन्दिर अगाडि पनि गएर हामी केही क्लिपहरू तपाईँहरूलाई देखाउँछौँ होइन। आउनुहोस् है त। हाम्रो कालिका मजुवा कालिका भगवती जय होस् नागेश्वरीको मन्दिरमा प्रस्थान गऱ्यौँ हामी होइन। यता घन्टिया छ हाम्रो मेन द्वार भनेको यहाँ छ। यो हाम्रो मन्दिर हो र हामीहरूले यहाँनिर कालो पठाग्री काट्ने गर्छौँ धेरै त। एउटा सिजन अनुसार सिजनमा आफ्नो मन पसन्द र आफूले चाहेको कुरोहरू सबै सम्पन्न हुँदाखेरि हामीले आफ्नो खुसीले ल्याएर यहाँनिर चढाउने गर्छौँ है। अनि यहाँभित्र भनेको हाम्रो कालिका भगवती मन्दिर हेर्नुहोस् तपाईँहरू है त गाइजहरू। गाइजहरू यो चाहिँ हाम्रो गुफा है त। गुफामा जाउँ अब है त। गुफा आउनुभन्दा पहिले तपाईँहरूले यहाँ आफ्नो हात खुट्टा मुख
सरसफाइ गरेर अनि गुफा प्रस्थान गर्न सक्नुहुन्छ। हाम्रो गुफामा कहीँ कतै अलि धेरै मान्छे भएपछि यहाँ वेटिङ गर्ने हाम्रो ठाउँ हुन्छ है त। अब हामी गुफाभित्र छौँ। यो हाम्रो कालिका भगवती माताको गुफा हो। गुफाभित्र जाउँ, आउनुहोस् है त। यहाँभित्र भनेको हाम्रो गुफा छ। यहाँ आएर तपाईँहरूले दर्शन गर्न सक्नुहुन्छ। हेर्नुहोस् यो गुफा, आउनुहोस् गुफाभित्र। हामीले गुफामा हजुरहरूलाई दर्शन गराउन सक्छौँ। यहाँ भनेको हाम्रो दर्शन गर्ने ठाउँ यहाँ कोनामा छ। हेर्नुहोस् यता दायाँ बायाँबाट पानी झरेको छ। चमेराहरू पनि हुन्छ। यहाँ माथि बसेको छ, तावती हुन्छ। हेर्नुहोस् यो पानी हाम्रो यो नेचुरल यहाँको पुर्खादेखिको यो पानी बगिरहेको छ यहाँनिर। हेर्नुहोस् होइन, सबैतिर तपाईँहरूले यहाँ आएर दर्शन गर्न सक्नुहुन्छ है त।